मेरा टूरिस्ट जूता टाल्दैछु क्या हो गया ओ सुपर ब्लू से टाल रहे हैं ओ रीसेलिंग किया था शूज नहीं कुछ नहीं किया फर्स्ट केसिंग है फर्स्ट अब किया तो सेकेंड हो जाएगा हाँ वही तो अब एक बार रीसेलिंग किया तो अब नहीं होगा हेलो हेलो अभी हम फाइनली 0 पॉइंट पहुंचने वाला है इधर में पूरा बर्फ गिरा है ये बर्फ की वजह से अब गाड़ी तुरंत जाने का प्रॉब्लम हो रहा है आप लोग देख सकता है पहुंच गया अभी 0 पॉइंट थोड़ा सा आगे है देखिए पूरा बर्फ है इसमें आप लोग देख सकता है यति साह्रो बरफ छ हो जबरजस्ती गर्नु भएन बिस्तारै हिँड्नुपर्छ हो हडबडी किया तो नीचे चला जाएगा इधर हेर्दै गर्नुहोस् है 0 पॉइन्टको नजारा हेलो 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 अहिले भने चाहिँ हामी 0 पॉइन्ट पुगिसक्यो र तपाईहरुलाई 0 पॉइन्टको नजारा कस्तो लाग्दैछ है र एकदम पारिपट्टि पनि पुरा गेस्टहरु खेल्दैछ र फाइनली अहिले हामी चाहिँ 0 पॉइन्ट पुगिसक्यो है र तपाईहरुलाई म यहाँको 0 पॉइन्टको नजारा गाडी राख्ने पार्किङ जति पनि सुविधाहरु छ म तपाईहरुलाई देखाउने छु हामी चाहिँ जस्ट अहिले पुग्यो भन्दा भयो यहाँ पर पारिपट्टि चाहिँ गेस्टहरु पुरा छ खेल्दैछ र यो पार्किङ जग्गा हामी चाहिँ आइपुगिसक्यो हो अन्त अब हेर्दै आउनुहोस् तपाईहरु हामी 0 पॉइन्ट चाहिँ एकदम पुगिसक्यो टक्कैसँगले अहिले हामी 0 पॉइन्ट पुग्यो हो मेरो साथी चाहिँ कहाँ छ गाडी देखेको छैन यहाँ त छैन मेरो साथीहरु घुम्नु गएछ अब तपाईहरुलाई चाहिँ म एकदम युङथाङ भेल चाहिँ माथिबाट देखाउने छु है यहाँ हेर्नुहोस् यो आइलप हो यो चाहिँ दोकानहरु हो पार्किङहरु है यो 0 पॉइन्ट है ये एकदम माथिबाट देखाउने छु हेर्नुहोस् अभी हम लोग 0 पॉइंट से नीचे आ रहे हैं छंगू की तरफ आप देख सकता है बर्फ देखिए देख सकते हैं हेर्नुहोस् है नजारा तपाईहरुलाई कस्तो लाग्दैछ हेलो अहिले म भने चाहिँ युङथाङ भ्याली आइपुगिसके है तपाईहरुले नजारा हेर्न सक्नुहुन्छ अहिले तपाईको 4 बजे छ र ढिलो भयो माथि घुम्दा घुम्दा र युङथाङ भ्याली चाहिँ म टक्क आइपुगिसके हो हेर्दै गर्नुहोस् है युङथाङ भ्याली तपाईहरुलाई म यहाँको युङथाङ भ्यालीको नजारा देखाउने छु है अब चाहिँ आइपुग्यो नीचे जाना है ना अहिले म भने चाहिँ युङथाङ भ्याली आइपुगिसके यही हो हेर्न सक्नुहुन्छ युङथाङ भ्याली अहिले त हिउँ त्यति साह्रो छैन अलिक माथि माथि चाहिँ निकै थियो हो मेरो टुरिस्टको मैले बिहान देखाएको थिएँ नि रिसेलिङ जुत्ता पनि उक्केछ हो अहिले फर्स्ट केसिङ लगाइरहेको छ हेर्नुहोस् खुट्टामा उहाँतिर चाहिँ अलिअलि हिउँ छ हो यहाँतिर हो युङथाङदेखि चाहिँ अलिक माथितिर चाहिँ छ हिउँ हो यहाँ माथि माथितिर छ हिउँहरू
यही हो युमथाङ भ्याली। तपाईँहरूले मेरो भिडियोलाई यसो हेरेर तपाईँहरूले कतिजना आउनु भएको छैन ल आउनुहोस् है। अहिले भने चाहिँ माथि पेलाइ गर्दो रहेछ बाटो, अन्त ढिलो भएर चाहिँ हामी युमथाङबाट भर्खर हिँडेको 4 साढे 4 भइसक्यो, 5 बज्नु आँटेछ लागिसक्यो। होटेल गएर चाहिँ मजाले खाना खाउँ भनेको ढिलो भइसक्यो नै हो। कुदेको छु, अगाडि कुदेको छ, म पनि कुदेको छु हो। ढिलो भइसक्यो, सक्यो के गर्नु, यस्तै छ। अब गएर चाहिँ मजाले खाइन्छ खाना, मजाले। डॉक्टर्स ब्रांडी साथे कॉफी बोलছিল না ब्रांडी कॉफी से मिला के खाली चाहिँ भित्ता तपाईँहरूले देख्नुहुँदैछ। এবার ব্যাপারটা কালকে না খাওয়ার কারণটা স্যার যেটা বলেছেন कसो जाम भएको हेर्नुहोस् है सबैजनाले।